तयार हुनुहुन्छ? हो, त्यसो भने पक्का पनि यो देश बन्छ। हाम्रो यो श्रम संस्कृति पार्टीमा कोही नेता हुँदैन, कोही कार्यकर्ता हुँदैन। यहाँ हुन्छ त सिर्फ श्रमदाता हुन्छ। यहाँ श्रमदाताले लगाएको पोसाक र मैले लगाएको पोसाकमा कुनै फरक छैन। ल हेर्नुहोस्, चप्पलमा आइराखेको छु होइन। यदि यो देश धनी भयो भने मात्रै मैले चाहिँ सुट बुटमा आउनुपर्छ भन्ने मेरो मान्यता हो है। फाटेको लुगा लगाएर 4 वर्षदेखि देश बनाउनु पर्छ भनेर ढुङ्गा बोक्ने कठोर श्रम गर्ने मान्छे हो म। त्यसो भएको कारणले गर्दाखेरि यो खालको चाहिँ मेहनती मान्छेहरूको समूह श्रम संस्कृतिलाई यसपालि नेपाली जनताले अनुमोदन गरिदिनुपर्छ। अनि हेर्नुहोस् हामी विकास कसरी गर्छ। तपाईहरु सबैजनाको पार्टी हो यो श्रम संस्कृति हल्को सम्पाङ्गो रहेछ। 2-4 जना मान्छे काठमाडौँतिरबाट पनि आए, लिएर आए, भाषण गरेर गए होइन। यहाँबाट छुट्ने बित्तिकै यो श्रम संस्कृति तपाईको पनि श्रम संस्कृति हुनुपर्छ। यहाँहरु सबैजनाले म यो भन्न चाहन्छु, यहाँहरु सबैजनालाई म त्यो निवेदन गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। भिजन बिनाको मान्छेलाई हामी सधैँ नेता मानिरहन्छ होइन। भिजन के अरे भन्दाखेरि चाहिँ एडिबीबाट लोन लिने ल्याउने अरे नरिसाउनु है कालो चस्मा भन्दा मैले त्यो सन्दर्भवश भने। त्यसो गरेर हिँड्नेलाई चाहिँ भिजन भन्ने हो। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय नेपाली दाजुभाइ दिदी, आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरू, दमकवासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म भन्न चाहन्छु यो देशका सबै नेताहरूको मैले नारी छानेको छु। कोहीसँग छैन भिजन, कोहीसँग छैन भिजन। भिजन भन्ने के हो भन्नका लागि, हेर्नका लागि धरा नआउनुहोस्। बिना बजेटको करोडौं अरबौंको विकास गरेर देखाइदिएको छु मैले। बजेट छैन है, विश्व रेकर्ड राख्ने गरी हामीले चाहिँ पानीहरू लिएका छौँ। बजेट बिनै कसरी सम्भव भयो त? बजेट बिनै भन्दाखेरि मैले अघि भने जनता नै हो स्रोत, जनता नै हो शक्ति। तपाईहरुले भोट दियो भने एउटा होइन, हिजो म तपाईको चाहिँ एउटा साधारण लिखुर कुदिने एक्लो मान्छेले अहिले मैले काम गरेको ठाउँमा स्थान पाएँ। तपाईहरुले नै हो भोट दिएर एउटा साधारण सडकको मान्छेलाई सत्ताको तपाईको सर्वोच्च स्थानमा पुर्याउने पनि, र तपाईले नै हो तपाईको छैन यो देशको समृद्धि बनाउन सक्ने पनि। तर त्यो जनतालाई स्रोतको रूपमा, साधनको रूपमा, संयन्त्रको रूपमा, देशको उत्पादन र निर्माणको रूपमा लगाउन पर्छ भन्ने भिजन हुनु पर्यो नि। त्यो भिजन बोकेको दल हो श्रम संस्कृति। म यहाँ सबैजनालाई भन्न चाहन्छु, भोलि बिहान 7:30 बजे धरानमा हामी चाहिँ हाम्रो अवधारणा पत्र पनि रिलिज गर्दैछौँ। त्यस पछाडि हामी के गर्छौँ भन्ने कुराहरू यहाँले त्यहाँबाट सुन्न सक्नुहुन्छ। भिजन बिनाको मान्छे, दृष्टि बिनाको मान्छेको पछाडि नलाग्नका लागि म सबैजनालाई अनुरोध गर्न चाहन्छु। विदेशी ऋण लिएर, विदेशी प्रभुलाई ढोकेर देश चलाउनेलाई भिजन भनिँदैन। खबरदार खबरदार, त्यसलाई भिजन भनिँदैन है। देशका नदीनाला बेचेर, देशमा समान सन्धि सम्झौता गरेर, एमसीसी जस्ता तपाईको चाहिँ देशका तलादार सबै बेचेर विदेशी सेनाको गुट बजार्ने खालको सन्धिहरू गरेर अलिकति पैसा लिएर देश बनाउँछु, बचाउँछु भन्ने खालको मान्छेहरूको त्यो भिजन होइन, त्यो भ्रम हो। त्यो भ्रमको पछि खबरदार तपाईहरु नलाग्नु होला। म सबैजनालाई भन्न चाहन्छु, यो देशको माया लाग्छ तपाईलाई? यदि यो देशको माया लाग्छ भने यो देशको माया लाग्ने मान्छेले सही मान्छेलाई भोट पनि दिन सक्छ। यहाँ चाहिँ लाग्छ भन्ने अनि भरे भोट चाहिँ जथाभावी फालिदिनु भयो भने हुँदैन त्यो है। मुखले माया गर्छ भनेर हुन्छ र है? जडेले बुढीलाई आई लभ यू भन्छ नि मातेर गएर होइन, हो कि भन्नु न? भएभरको घरको खर्च चाहिँ सबै सिद्ध्याउँछ रक्सी खाएर, अनि यसलाई आई लभ यू बुढी, आई लभ यू बुढी भन्छ भन्दैन? लभ नै गर्ने भनेदेखि त त्यसरी रक्सी खाएर पैसा सिद्ध्याउनु हुँदैन नि त, होइन र है? लुगाफाटा किनिदिनु पर्छ होला, के गर्नुपर्छ होला, सजन भएर बस्नुपर्छ होला। त्यस्तै खालको जडियाले माया गर्छु नेपाललाई भने बुढीलाई भने जस्तो हावामा मुखले मात्रै माया गर्छु नभन्नु होला। छातीमा हात राखेर भन्नु, साथमा साक्षी राखेर तपाईलाई यो देशको माया लाग्छ। यदि माया लाग्छ भने लोकतन्त्रमा दिएको सबैभन्दा ठुलो अधिकार, मताधिकार, यसपालि तपाईले चाहिँ नि सही मान्छेलाई र सही दललाई तपाईहरुले सही चुनाव चिन्हमा हाल्नुहोस्। देश बेचेर खाने मान्छेहरूको पछाडि हामी लागेको होइन। उनीहरूले उता बेचेर खाइराख्छ, अलिअलि यसो हालिदिन्छ, अनि त्यसले गर्दाखेरि पेट पालेको कारणले मैले भने प्राकृतिक रूपमा चाहिँ सम्पदाले भरिएको देशमा है, नम्बर 1 को धनी हुनुपर्ने देशमा
हामी गरिब भएर चाहिँ नि विदेशीको टोइलेट सफा गर्न नगइकन 2 छाक खान सक्ने स्थितिमा हामी रहेका छौँ। हाम्रो चेत खुल्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो चेत खुल्नुपर्छ। म सबैजनालाई त्यो भन्न चाहन्छु, यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु। विदेशी सन्धि सम्झौताहरू गरेर विदेशीले अलिकति पैसा दिन्छ र म चाहिँ यसो होइन बाटोहरू बनाउँछु बिजुलीहरू, होइन त्यो गलत गलत। 30 खर्ब भन्दा धेरै तपाईँको चाहिँ सार्वजनिक ऋण पुग्न आँटिसक्यो, कहिले तिर्ने? कतिलाई चाहिँ 1 खर्ब लेख भन्नु, त्यसको पछाडि कतिवटा जिरो पनि त्यो पनि लेख्न आउँदैन होइन। यति धेरै पैसा चाहिँ विदेशी ऋण लिएर हामी चलिरहेका छौँ। जसरी हामीले छिमेकीबाट ऋण लिएर तपाईँ चल्नु थाल्यो भने भोलिको दिनमा आफ्नो घर घरेलु निलाम गरेर चाप दिनुपर्छ। त्यसरी नै भोलिको दिनमा हाम्रो देश डुब्ने स्थिति नआओस् भनेर हामीले श्रम संस्कृतिमा यहाँलाई बोलाइराखेको कुरा, श्रम संस्कृतिले त्यो भन्न खोजेको कुरामा जानकारी गराउँछ। अल्छी लाग्यो? अल्छी लाग्यो भने भन्नुहोस्, म गीत सुनाइहाल्छु है। मैले अघि भने तपाईँहरूलाई होइन, दमकलाई दम भएको मान्छे चाहिन्छ है, दम भएको मान्छे चाहिन्छ। तपाईँहरू दम भएको मान्छे भएकै कारणले यो ठाउँको नाम दमक भएको जस्तो लाग्छ मलाई। हो हो, दम भएको मान्छेलाई, राष्ट्रप्रेमी मान्छेलाई झुक्दै नझुक्ने नेपालको छु भन्ने एउटा गीत छ नि, त्यस्तो खालको मान्छेले तपाईँहरूले यसपालि चुन्नुपर्छ। र अर्को साम्पाङ त्यो खालको मान्छे हो जस्तो लाग्छ भने तपाईँहरूको अमूल्य भोटमा होइन अनुरोध गर्न चाहन्छु। तपाईँहरूले चुनाव चिन्ह माटोमा त्यहाँनिर राखेको छ होइन, अञ्जुलीमा भरेको तपाईँको देशको माटो, तपाईँको आफ्नो माटो त्यो है। त्यो माटोमा उम्चिएको तपाईँले खाएर हुर्किनु भएको छ। त्यही माटोमा हाम्रो पुर्खाहरूको चाहिँ तपाईँको होइन, हामी सबै मरेर जाने हो भोलिको दिनमा, हाम्रो चाहिँ अस्ति पनि त्यही भेटिन्छ। त्यो माटोलाई, यो देशको माटोलाई तपाईँहरूले यसपालि भोट हाल्नुपर्छ भन्ने म हार्दिक निवेदन गर्न चाहन्छु।